लाइफ के गरौँ जिन्दगी यही के गरौँ जिन्दगानी यस्तै बाँच्छ ए बाउले भन्छ छोरो बिक्री किन्छ आमाले भन्छ छोरो कता काट्छ ए जिन्दगी मेरो यस्तै बाँच्छ म त यतैतिर छु आमा काम गरी बस्छु बाबाको ऋणको भार कसरी तिर्नु तिहानी आउँदैछ लुगा कसरी किन्नु खुट्टामा चप्पल छैन कसरी हिँड्नु ए भगवान खुसी मेरो घरमा पनि दिनु नदिने भयो कि त मलाई पनि दिनु ए भगवान खुसी मेरो घरमा पनि दिनु नदिने भयो कि त मलाई पनि लिनु सानोको दिन थियो म र मेरो भाइ बच्चा खेल्न हिँड्दिन आमाले बोलाउँदा हिँड्थ्यौँ जहिले भागी भागी याद आउँछ मलाई बिर्सेको छैन अहिले पनि याउ बिर्सेको छैन त्यो पुरानो दिनहरू मेरो गाउँ मेरो छर छिमेक मेरो टोल यही आफन्त मेरो साथी मेरो भाइ आज पनि हामी ट्रिपमै मन थिएन मलाई यसरी चार्जमा बत्ती हिँड्ने जिन्दगीले सिकायो मलाई बातहरू तर्की कसरी नै हिँड्नु पर्ने तर आज मैले गरेँ धेरै भुलहरू त्यसैले मलाई पनि मन थिएन यस्तो कहिले पनि म त जहिले पनि सोचिरहेथे बिस्तारै अघि बढ्ने कुरा गरिरहेथे तर एक्कासी केही भयो मलाई थाहा थिएन यही बिस्तारै कुलतमा बसिरहेको साथीसँग बसी अब त मलाई यो कुराको पनि लत लाग्यो गाह्रो भइरहेछ अहिले मलाई सिक टार्न दिन बित्दैछ रात गर्दैछ आफन्त भन्नेहरूले मलाई पछिबाट छुरा हान्दैछ तर मलाई फरक पर्दैन जति गर्नु पापहरू तिमीले मलाई जति भने यदि तिमी आफ्नो नजरमा राम्रो छौ भने सक्दैन नि कसैले नि तिमी साथ गर्छ तिमीलाई हात दिन्छु हात जमा आऊ मायालु नछोड मेरो हात खाली गोजी देखेर अहिले के भयो त जिन्दगी त यस्तै छ बिस्तारै गरौँ लानी एकअर्कालाई मिली सङ्घर्ष दुःख जीवन बनाउँ लानी स्वर्ग जस्तो अमूल्य केही छैन गर्न मात्र बाँकी मेहनत सबैको लाइफ राम्रो छ तिम्रो पनि राम्रो हुनेछ साथी तिमी अहिले आँट गर मसँग पाठ गर मसँग कथा छ मसँग भोगाइ छ जति तिमीलाई नराम्रो लाग्छ त्यो सबैले मैले देखा छ मैले सुने कुरा बोले होइन देखा कुरा बोले होइन मैले भोगा छु त्यसैले भन्दैछु प्लिज मेरो कुरा मनमा राखिदेऊ मेरो कुरा सबै बुझिदेऊ ल